ए BMW केटा हो कति 44 लाख 50 लाख ए 44 लाख नै आयो ल तिमीलाई भन् त्यो यो केटा हो सँगै सरौँ न भरे गुड मर्निङ गाइज होप यु गाइज आर फाइन सबैजना सन्चै हुनुहुन्छ होला म चाहिँ भर्खर उठेर अब अभिशानको कपाल काट्न लाग्यो हामी अब के गर्नु केटा हो जापानमा कपाल काट्न सकिँदैन उता तोकोयातिर गयो भने होइन है 2500 केटा हो 2500 सो ह्याभ अ सेफ फ्लाइट केटाहरूलाई ध्यान ल साथीहरू यस्तै हो भाग्यको खेल ल है अभिशान बाई बाई बिहानीको झुल्के घाम देख्न सक्नुहुन्छ झुल्क्यो भने 11 भइसकेछ सो यस्तै छ केटा यहाँनिर सर पर बुलेट ट्रेन कुद्छौँ यहाँनिर सायद अहिले आउट जिआरहरू चाहिँ कुदिरहन्छ जिआर ट्रेन चाहिँ मुनिबाट बुलेट माथिबाट कुद्छ सिन्खानसेन चाहिँ ठिक्क हावा नचल्दा त घामै नलागे पनि हावा चलेन भनेदेखि तातो हुँदो रहेछ कि तर घाम जति लागे पनि हावा चल्यो भने चाहिँ कसम ढाल्छ फेरि यार उयो त्यो डाँडातिर पुरै हिउँ परिरहेछ त्यतातिर हिजो यता चाहिँ तर यता अलिअलि मात्रै परेछ सबै बिलाइसक्यो सो हाम्रो नेपालमा भएको भएदेखि यो खोला गएर कस्तो हुन्थ्यो होला है गन्धरा यतातिर बसिसक्नु हुन्थ्यो तर यहाँनिर माछाहरू छ क्या माछा कुदिन्छ माछा पालेको छ पुरै यता यहाँ तलतिर यत्रो माछाहरू छ हाम्रोतिरदेखि ढल गनाएर फोहोर त्यस्तै धमिलो पानी यहाँ पानी हेर्दै कस्तो फेरि हाम्रो देश नराम्रो भनौँ भनेर नभन्नु होला जे छ त्यही भनेको मासला फेरि अरे क्या को यो राजकुमार भनेको गुड मर्निङ 11 बजी 5 बजी सुतेर 11 बजी उठ्छ यस्तो छ जितुवान बाइक यहाँ छ हाम्रो त्यताहरू हिँड्दैछ अगाडि सो केटा हो म चाहिँ भ्लगमा बिहानदेखि एकैचोटि बेलुका एकैचोटि उठेदेखि एकैचोटि बेलुका रात परे सुत्ने बेलामा ठ्याक्क भ्लग गऱ्यो है बाहिर निस्क्यो त्यही हो केटा हो बिहानदेखि बेलुका एकैचोटि भ्लगमा आइयो हाम्रो मिनी भ्लगमा छोटो मिठो त छैन त्यही पनि मिठो मानेर हेरिदिनु होला भ्यू जम्मा 5-10 जान्छ भयो इको फनमा बोल्दै हिँड्दैछ है क्या इको केटा हो मगरसन हाई कोची इची चोटी केटाहरू यता चिसो छ केटा हो लास्ट हामी चाहिँ अहिले खाइमन गर्नु जाँदैछौँ भन अब के भन्ने होइन अब के भन्ने के भन्ने आएर अब के भन्ने इची चोटी हुँदैन अब के भन्ने कानुनै कडा छ अब हामी चाहिँ अब रासन पानी दिन लागिरहेको छौँ रासन पानीको निर जाँदैछौँ रासन पानी नेपालको हेरेर लास्ट सस्तो छ केटा हो सस्तो 5 केजी चामललाई कति हजार पर्छ 5 केजी चामललाई यहाँ 4042 पर्छ 4200 जति पर्छ तर हामीलाई 4200 चाहिँ के होइन अरे त्यही 4-5 दिन खानु पुग्छ होइन 5 दिन 4 दिन त्यस्तै खानु पुग्छ त्यो पनि इचीचोटि पकाउँदाखेरि
त्यही हो अनि सो हामीले किन्ने सबै धेरै सामान किन्ने सुक्खा चाहिँ यहाँ हो अनि यहाँनिर चाहिँ बङ्गुरको मासु पनि पाउँछ रहेछ सेक्वाहरू सुँगुर भनौँ न बुतानीको सबको सेक्वा पाउँछ यहाँबाट हो हामीले किन्ने सुपा चाहिँ यहाँ हो तर आज तल कहाँ अरे सो बिएमडब्लुको सोरुम चाहिँ यहाँ रहेछ केटा हो खम्बा खोइ तिम्रो ए बिएमडब्लु केटा हो कति 44 लाख 50 लाख 50 लाख नै तपाईँहरूलाई यो 50 लाखमै भयो तिमीलाई डिस्काउन्टमा 50 लाखै ल यो 31 लाख रहेछ कि 3 करोड हो यो 32-38 लाख यो 36 लाख केटा सब मिलाएर तिमीहरूलाई यो सस्तो 26 लाखमै आयो तिमीहरूलाई ल यो 47 लाखमै आयो तिमीहरूलाई यो 44 लाखमै आयो ल तिमीलाई भनेदेखि झन् तिमीलाई भनेर झन् डिस्काउन्ट छ ओ यहाँ त तातो पानी आइरह त बिच बाटोमा तातो बाफा राख केटा हो त्यो यो केटा हो लास्ट चिसो छ अनि जापानमा म्याक्सिमम धेरैले चढ्ने गाडी भनेको चाहिँ जापानिजहरूले चढ्ने गाडी भनेको चाहिँ यो रहेछ क्या यो डल्लो खालको डल्लो मनै परेन लुक चाहिँ तर के भन्नु आफ्नो छैन एउटा पनि यहाँ पनि रहेछ चोर ए यहाँ त पार्किङ रहेछ बियर खाने हामी जुस खाने दुईजना चाहिँ उनीहरू चाहिँ बियर खाने केटाहरू बियर चाहिँ जुस स्ट्रङ राइस अनि यो खाने राइस अनि टमाटर खाँदैछ ओ राई यस्तो त हल्का गर्नु हुन्छ जडियाहरू कुन हो मेरो चाहिँ यो चेस्ट नगरी हामी खाइ क्या खानु पाए गाइस खानु पाए उसको अनि फिजा ल बियर जुस भन्छ ल जुसको यस्तो खतरा खिचाउँदैन नि त हाम्रो चाहिँ सोडा हो क्या ओ